Yes. हेलो गिनेज। Yes, sir. के छ हालखबर? ठिकै छ सर हजुरको। मेरो पनि ठिक छ। ल पहिलो त धेरै धेरै बधाई छ है। थ्याङ्क यू सो मच सर। अनि भाइ पनि थियो होइन? यस सर। अनि भाइ आज इन्टरभ्यू आएन? भाइ चाहिँ उता ट्राभलमा गएको छ, त्यही भएर म नै आएको, त्यही भएर। ए ओके 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 ल। हजुर। पहिलो त फेरि एकचोटि तिमीलाई र तिम्रो भाइलाई तिम्रो सम्पूर्ण परिवारलाई चाहिँ धेरै धेरै बधाई छ है। थ्याङ्क यू सो अँ, मच सर। कस्तो लागिरहेको, कस्तो अनुभव भइरहेछ त यो जितेर? एकदम ओभरवेलमिङ खुसी टाइपको चाहिँ फिल भइरहेको छ। हजुर। कान्ट डिफाइन इन अ वर्ड टाइपको एउटा हुन्छ नि सर। अँ, त्यो टाइपको फिल भइरहेको थियो। अब ठ्याक्क चाहिँ एउटा सोसल मिडिया प्लेटफर्ममा भिडियो अपलोड गर्दैमा हामीले त उहुँ, एउटा त्यो हुन्छ नि मजाक मजाकमा अपलोड गरेर मजाकै भिडियो बनाएर चाहिँ जित्यौ। त्यसो उम्, गर्दाखेरि चाहिँ अलिकति अह, त्यो टाइपले चाहिँ एकदम एक्साइटेड फिल भयो। सुरु सुरुमा चाहिँ रियल हो कि फेक हो कि के हो भन्ने, पछि जब जितेँ त्यस पछाडि त एकदम राम्रो फिल भएको छ। राइट राइट। अनि यसरी यो जुन तिमीहरूको जुन मैले पनि हेरेँ त्यो भिडियो, अलिक कमेडी खालको रहेछ होइन? त्यो खालको भिडियो बनाउने प्रोत्साहन अथवा त्यसको चाहिँ मोटिभेसन चाहिँ कहाँबाट मिल्यो? त्यसको मोटिभेसन चाहिँ कस्तो थियो भने त्यो टाइममा चाहिँ भाइ र मैले चाहिँ जब मैले चाहिँ फेसबुकमा एक दिन यस्तै बस्दा गर्दा त्यो देखेको थिएँ नि। फेसबुकमा उहुँ, देख्दाखेरि चाहिँ मलाई विन 50,000 भनेर थियो त्यो पोस्टमा। अनि मैले त्यहाँ ठ्याक्क क्लिक गर्ने बेला चाहिँ त्यो उमा वेबसाइटमा गएर अन भयो। अनि त्यहाँ डान्सिङ सिङ्गिङ एक्टिङ थियो। अब हामी उहुँ, डान्स र सिङ्गिङ पनि अलिअलि गर्ने, तर त्यस्तो प्रोफेसनल लेभलमा नभएर एक्टिङ चाहिँ कहिलेकाहीँ अलि पहिलातिर सोसल मिडिया प्लेटफर्म्सहरूमा एज अ कमेडी भिडियो चाहिँ अपलोड गर्थ्यौँ। उहुँ, अनि त्यो हुँदाखेरि चाहिँ एकचोटि ट्राई गर्दा गरौँ न त, ट्राई गर्दैमा त के नै हुन्छ र भन्ने अब त्यो धारणाले गर्दा चाहिँ त्यो पर्सपेक्टिभले गर्दा त्यो हजुरहरूको वेबसाइटमा भिडियो अपलोड गरेँ। उहुँ, त्यस पछाडि चाहिँ भयो। उम्। अनि जुन लाइक्स र भ्युजहरूको त तिम्रो पुरै बर्सातै भएको रहेछ तिम्रोमा होइन? त्यसको लागि चाहिँ कतिको मिहिनेत गर्नु पऱ्यो, के गर्यो होइन? साथीभाइहरूलाई कतिको फोन गर्यो? यस सर। यहाँ चाहिँ मैले जस्तै सुर्खेतमा चाहिँ मैले यहाँ मेरो बाबा मम्मी अनि मेरो रिलेटिभ्सहरू जति पनि हुनुहुन्छ, उहुँ, मेरो फ्रेन्ड्स सबैकोबाट चाहिँ मैले एकचोटि कल नै गरेर चाहिँ हजुरको सबै म्यासेन्जरको फ्रेन्ड्सहरूलाई चाहिँ यो लिङ्क सेयर गरिदिनु होला। उहुँ, अनि यो चाहिँ म पार्टिसिपेट गर्दैछु, लाइक गर्नलाई रिक्वेस्ट गरिदिनु होला भनेर मैले सबैबाट हेल्प मागेको थिएँ। उहुँ, र सबैजनाले हेल्प पनि गरिदिनु भयो। उहुँ, र भ्युजको सङ्ख्या चाहिँ एकदम बढ्यो। त्यसले गर्दा चाहिँ एकदम खुसी लागेको छ मलाई सपोर्ट उहुँ, गर्ने सबैजनाप्रति। उहुँ। द्याट्स अ भेरी भेरी गुड स्ट्राटेजी यस सर। होइन? अनि अब हजुर। यो जुन अप्रिल महिनाको पनि फेरि हुँदैछ होइन? भोलि भोलि रिलिज हुँदैछ क्या सबैजनाको भिडियो। त्यसमा मैले तिम्रो पनि देखाए जस्तो लागेको छ फेरि होइन? यो यस सर। नयाँ पार्टिसिपेन्टहरू जुन आउँदै हुनुहुन्छ, जसले चाहिँ नयाँ भिडियोहरू अपलोड गर्नु भएको छ, उनीहरूलाई चाहिँ के मेसेज दिन चाहन्छु? तिमी त विजेता भयो होइन मार्च महिनाको। के हजुर। मेसेज दिन चाहन्छु र कसरी चाहिँ उहाँहरूलाई चाहिँ यसमा पार्टिसिपेट गर्नको लागि चाहिँ सल्लाह दिन्छौ? म चाहिँ के भन्छु भने तपाईँहरूसँग यदि ट्यालेन्ट छ भने यो मह्म, एउटा तपाईँहरूले अब सुरु सुरुमा मलाई जुन फिल भएको थियो म त्यसरी सेयर गर्न चाहन्छु। जस्तै जब म सुरुमा आएको थिएँ म रियल हो कि फेक होमा कन्फ्युजन थिएँ। अब मह्म, त्यो टाइपको फिलिङ चाहिँ न्यू कमर्समा डेफिनेटली नै हुन्छ। उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू पहिला भिडियो अपलोड गर्नुहोस्। अनि भिडियो अपलोड गरिसकेपछि त्यसलाई चाहिँ सेयर गर्नुहोस्। अनि सेयर गरिसके पछाडि जब तपाईँको एउटा आफ्नो ट्यालेन्टको पनि एउटा के हुन्छ पब्लिसिटी मिल्ने भयो। ट्यालेन्टले चाहिँ तपाईँको रिलेटिभ्सहरू आफ्नो एउटा प्लेटफर्ममा भिडियो त्यो हेर्न सक्नुहुने भयो। तपाईँको सबैजनाले तपाईँको पब्लिसिटी हुने भयो। त्यही माथि चाहिँ के पनि हुने भयो भन्दाखेरि चाहिँ भ्युज र लाइकबाट हजुरले चाहिँ एउटा प्राइज मनी पनि जित्न सक्नुहुन्छ। र यो कुरा चाहिँ म भन्न चाहन्छु, पार्ट चाहिँ जसरी पनि लिनु, बिकज ट्यालेन्ट चाहिँ हिडन राख्नु हुँदैन भन्न चाहन्छु। भेरी गुड भेरी गुड। अनि यो जुन प्राइज मनी छ नि, प्राइज मनीले चाहिँ तिमीलाई कस्तो खालको दियो अथवा यसको भ्यालु के छ तिम्रो लागि अथवा त्यो अरू पार्टिसिपेन्टहरूलाई के भन्न चाहन्छौ? यसको एकदमै भ्यालु छ। मह्म, 50,000 क्यास प्राइज नै मैले रिसिभ गरेको थिएँ। अनि यसले चाहिँ लाइक अब आफ्नो चाहिँ के हुन्छ भने एक्टिङका लागि जस्तै आफ्नो पर्फर्मेन्स आफ्नो डेली लाइफमा चाहिने केही सामानहरू किन्न लगायतका कुराहरूमा चाहिँ मह्म, इन्भेस्ट गर्न पनि यसले हेल्प गर्छ। या एकदमै मोटिभेट गर्छ यसले चाहिँ फर द ट्यालेन्ट्स लाइक अस भन्न चाहन्छु। मह्म।
अनि तिम्रो घरमा मम्मी ड्याडीको कस्तो थियो रियाक्सन होइन, उहाँहरूले कतिको सपोर्ट गर्नुभयो? तिम्रो भाइ पनि त्यसमा पार्टिसिपेट थियो, भाइ कतिको एक्साइटेड भयो? भाइसँग पनि कुरा गर्न पाए झनै रमाइलो हुन्थ्यो। अहिले भाइ चाहिँ रहन्छ, त्यही पनि ठिकै छ। अँ, कस्तो रह्यो त त्यो चाहिँ एक्सपिरियन्स? मम्मी र बाबाले चाहिँ मलाई ठ्याक्कै यही कुरा भन्नुभएको थियो। जस्तै मैले सुरुमा चाहिँ सुरुमा मम्मीहरूलाई थाहा थिएन त्यो मैले भिडियो चाहिँ हजुरहरूको मार्च मन्थको नआउँदासम्म। अनि यो चाहिँ उना सरहरूले चाहिँ इट इज माई ट्यालेन्टको टिमले चाहिँ भिडियो पब्लिस गरिदिनु भएको रहेछ, अनि यसमा चाहिँ लाइक र भ्युजको कन्सेप्ट रहेछ भनेर मैले भने। मैले चाहिँ अलिकति डिमोटिभेट टाइपको बनाउनु छ कि प्यारेन्ट्सले भन्ने थियो, त्योभन्दा ठ्याक्कै उल्टो भयो। ठिक छ, राइट। केही होइन, बढौँला, लाइक गरौँला अनि सेयर गरौँला। त्यस पछाडि त्यो चाहिँ के भन्छ, अब केही नभए पनि प्राइज मनी भन्दा पनि त्यो चाहिँ जुन एउटा एक्टिङ छ त्यो चाहिँ मान्छेहरूसँग पुग्छ। त्यो त्यति मोटिभेसनले गर्दा चाहिँ मलाई झन् इन्सपिरेसन मिल्यो र सपोर्ट चाहिँ एकदम फ्यामिलीबाट। ब्रोदरले पनि एकदम सेयर गर्नुभयो आफ्नो स्कुलको ग्रुप्सहरू, म्यासेन्जर ग्रुप्सहरूमा चाहिँ राम्रो सपोर्ट थियो फ्यामिलीबाट। ओके, अब यो एक्टिङ करियरलाई कसरी अगाडि बढाउने प्लान छ? के छ नयाँ नयाँ आउने दिनहरूमा के गर्न चाहन्छौ त? यो चाहिँ अब एक्टिङ करियरलाई चाहिँ हामीले चाहिँ अब एउटा फनको वेमै अहिलेसम्म मतलब प्रोफेसनल लेभलमा चाहिँ अहिलेसम्म सोचेको चाहिँ छैनौँ। तर मेरो जस्तै अब नेपाली फिल्महरू चाहिँ जुन मैले देखिरहेको हुन्छु, नेपाली फिल्महरूमा चाहिँ अलिकति हाम्रो एज कम्पेरिजन टु द अदर इन्डस्ट्री जो बलिउड हलिउडको लेभलमा छ। म चाहिँ नेपालमा चाहिँ ठुलो भएर एकचोटि चाहिँ एउटा फिल्म डिजाइन गर्ने, एउटा फिल्मको स्टोरी राइटिङ कमेडीहरू हुन्छ नि, स्क्रिप्टिङ गर्ने एउटा ड्रिम छ। त्यसका लागि म वर्कआउट गर्नेछु। भनेपछि मेन इन्ट्रेस्ट चाहिँ तिम्रो राइटिङतिर छ? यस यस सर। ओके, ल तिम्रो एक्टिङ पनि धेरै राम्रो छ होइन, एक्टिङ पनि गर्न नछोड्नु होला होइन। हजुर कमेडी जस्तै अब अरू 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 विधा पनि हुन्छन् होइन, अरू विधाहरू पनि यसो एक्टिङ गरेर भिडियोहरू अपलोड गरेर हेर्न पाऊँ हामीले हजुर होइन। हजुर। अनि के स्कुल चाहिँ अहिले तिमी स्कुलमा छौ, कलेजमा छौ, के छ, के गर्दैछौ त? म अहिले ग्रेड 11मा पढ्दैछु, सुर्खेतमा, आफ्नै जिल्लामा। हजुर। ग्रेड 11मा म्यानेजमेन्ट स्ट्रिममा पढ्दैछु अहिले चाहिँ। ए ओके, अनि भाइ चाहिँ कति कति क्लासमा छ? भाइ ग्रेड 6मा। ए ग्रेड 6मा। ओके, हजुर। ल त्यो सर्टिफिकेट पनि पायो होला तिमीले? सर्टिफिकेट यसो देखाउनु छ हाम्रो अरू पार्टिसिपेन्टहरूलाई? मैले चाहिँ फ्रेम नै गराएर ए भेरी नाइस। यो अब एउटा आफ्नो मेमोरी हुन्छ भनेर यसरी एज यु क्यान सी। यस सर। ओके, भेरी नाइस ल।